हेलो एन्ड नमस्ते गाइस सम्पूर्णलाई। आज चाहिँ हामीले लोकल माछा मारेर आइसकेका छौँ। देख्न सक्नुहुन्छ माछा चाहिँ आज एक झोला नै रहेको छ भने आज हामीले बाम, तिलिपिया, माउर र भोटी लगायतका अन्य थुप्रै सानसानो माछा मारेर आएका छौँ। र आज चाहिँ हामीले यो माछालाई चाहिँ 4 भाग लगाउनु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ यो चाहिँ सानो सानो माछा रहेको छ भने ठुलो माछालाई भाग लगाउन बाँकी नै रहेको छ। र हामीले यसरी लगाएको भाग चाहिँ नि कति पनि फरक नगई सम्पूर्णलाई सबैजनालाई बराबर नै हुने गर्दछ। र हामी चाहिँ माछा भाग लगाइसकेपछि खानासाना खाएर सुत्नतिर लाग्यौँ। र तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब